नमस्कार, साझापेज.com को युट्युब च्यानलमा तपाईलाई हार्दिक स्वागत छ। स्वदेश तथा विदेशमा घट्ने घटनाहरूको श्रृङ्खलाहरू लिएर तपाईहरुमाझ हामी निरन्तर आउने छौं। तपाई भने हाम्रो यस च्यानललाई हेर्दै र सुन्दै गर्नुहोला, साथै साझा पेजलाई लाइक गर्नुहोला अनि साझा पेजको युट्युब च्यानललाई सब्स्क्राइब गर्न पनि नबिर्सनुहोला। अब पालो खबरको। सोमबार बिहान स्कुल पठाएका अप्सरा थापाले आफ्नो 5 वर्षीय छोरा आदित्यलाई लिन सडकको किनारामा पर्खिरहनु भएको थियो। बर्दिवास सनसाइन सेकेन्डरी बोर्डिङ स्कुलको बसमा आएका छोरा बसबाट सडकमा ओर्लिए। सडक पारी आमालाई देखेर आदित्य खुसी भए। आमा भन्दै आदित्य आमाको काखमा आउनलाई बाटो काट्दै थिए, तर अचानक बा 5 ख 4195 नम्बरको ट्रकले बालकलाई खिच्यो। ट्रकको ठक्करबाट उनको घटनास्थलमै मृत्यु भयो। उनको घर बर्दिवास नगरपालिका 3 पाटुमा पर्छ। आँखै अगाडि आदित्यलाई ट्रकले ठक्कर दिएपछि छोरो समाउँदै अप्सरा रुँदै बेहोस हुनुभयो। आदित्यलाई अन्तिम पटक आमालाई भेट्ने सपना अधुरै रह्यो। छोरोलाई काखमा बोकेर गाला सुमसुम्याउँदै अन्तिम चुम्बन गर्ने चाहना अप्सराको पूरा हुन सकेन। छोरालाई टपक्क टिपेर कालले उडायो। अप्सरा अहिले अचेत अवस्थामा हुनुहुन्छ। उनलाई सम्झिँदै हजुरबुवा ध्रुव थापा भन्नुहुन्छ, बिहान ड्रेस लगाएर नातिलाई बुहारीले तयार गरिन्। मैले काँधमा बोकेर बिहान स्कुल बस चढाएर नातिलाई स्कुल पठाएको थिएँ। उहाँले भक्कानिँदै भन्नुभयो, नाति मेरै काखमा सुत्थ्यो। हाम्रो नातिलाई कालले हामीबाट खोसेर लग्यो। राति निद्रा पनि लागेन। आदित्यको मृत्युले पाटु गाउँ शोकमा डुबेको छ। मंगलबार आदित्यको मृत्युको शोकले बर्दिवासका सबै निजी स्कुलहरू बन्द भयो। सानो बाबुले हामी पढेर ठूलो भएर डाक्टर बन्ने भन्थे। आदित्यका हजुरआमा रिता थापाले भन्नुभयो, साउ भन्दा ब्याजको माया लाग्थ्यो। छोरो भन्दा नातिको धेरै माया लाग्ने गरेको रिता थापा बताउनुहुन्छ। यता बर्दिवास सिन्धुली सडक खण्डमा आदित्यलाई ठक्कर दिने ट्रक चालक भने अझै फरार छन्। बर्दिवास नगरपालिका 3 पाटु गाउँका 5 वर्षीय बालक आदित्यको ट्रकको ठक्करबाट मृत्यु भएको सन्दर्भमा तयार गरिएको खबर मैले भर्खरै वाचन गरे। तपाईलाई कस्तो लाग्यो? कृपया तलको कमेन्ट बक्समा आफ्नो प्रतिक्रिया दिन नबिर्सनुहोला। यतिन्जेलसम्म हामीलाई हेरेर साथ दिनुभयो, सुनेर साथ दिनुभयो, तपाईलाई धेरै धेरै धन्यवाद। साथै हाम्रो यस च्यानललाई सब्स्क्राइब गर्नु भएकोमा पनि तपाईलाई धन्यवाद भन्दै फेरि अर्को खबरसम्मको लागि म तारा थुलुङ बिदा चाहन्छु। नमस्कार।